अनि त्यहाँको मान्छेहरूले त्यो सेलिब्रेट गरेको देख्दाखेरि र अहिले समवेयर अलिअलि नेपालीहरूले पनि हाम्रो यो कुरालाई सेलिब्रेट गरिदिइरहेको छ क्या होइन जस्तो त आफ्नो कुराहरू त्यो किनभने त्यही यही नै वे हो नि देश चिनाउने देशप्रति प्राउड हुने कुरा All right, so Anup, congratulations for Elephant in the Fog, winning jury's prize in Cannes Film Festival. कस्तो फिल भइरहेको छ तिम्रो? थ्याङ्क यू भेरी मच फिल भनेको एउटा सपना जस्तो हाम्रो मैले इट्स बिन लाइक 17 इयर्स इन फिल्म मेकिङ जहिले पनि अलिकति कानको फिल्महरू हेरेको त्यसरी फिल्म लर्न गरेको नि हो नि होइन 2022मा विथ अ सर्ट फिल्म त हामी गएको थियौँ होइन र योपालि फिचर जाँदाखेरि इट्स अ डिफ्रेन्ट एक्सपिरियन्सेस सेम प्लेटफर्म बट इट्स अ डिफ्रेन्ट एक्सपिरियन्सेस अनि एक किसिमले एउटा सपना नजिक पुगेको जस्तो अनुभव मेरो लागि होइन अनि अनि त्यसलाई नै इन्जोय गरिरहेको मोमेन्ट हो अनि अहिले त अब मोरओभर अब एउटा खालको सक्सेसहरू पनि पायो जुरी अवार्ड लाइक फिल्म सेलेक्सनदेखि लिएर जुरी अवार्डदेखि लिएर एक किसिमको राम्रो रिकग्निसन्स राम्रो रिभ्यूहरू क्रिटिक्सहरूबाट भयो तर अब चाहिँ नेपालमा दर्शकले हेरेपछि चाहिँ कस्तो लाग्यो भन्ने कुराहरू सायद अझ मजा आउँछ होला यहाँको अडियन्सले हेरेर एप्रिसिएट गर्यो भने हजुर Yeah, so it's been like 5-6 वर्षदेखिको यो दिस इज हार्ड वर्क होइन आई थिङ्क कोभिड टाइमदेखि प्रोसेस स्टार्ट भएको होइन सो लाइक द इन्टायर प्रोसेसको गर्दाखेरि वाट वाज द फिलिङ कि जब कान्छ पुग्यो होइन एन्ड 7 minute of ovation and jury prize. How was the entire process? But as a director, maybe he has different experiences-हरू होला होइन तर म एज अ प्रड्युसर चाहिँ एउटा क्ल्यारिटी नै थियो प्रोजेक्ट डेभलप गर्दाखेरि होइन कसरी गर्ने भन्ने कुराहरू र कहाँ चाहिँ वर्ल्ड प्रिमियर गर्ने भन्ने थियो कि अनि एभ्री टाइम मैले गरिराख्दाखेरि आई फिल लाइक आइएम गेटिङ क्लोजर वेयर द फिल्म सुड गेट वर्ल्ड प्रिमियर भन्ने चाहिँ थियो मलाई के भनौँ न होइन त्यो कठिनाइहरू त टन्नै भयो किनभने प्लान गरेको टाइममा हामीले सुट गर्न सकेनौँ फाइनेन्सिङको कुराहरू ह्यानत्यान भइराखेको थियो तर मलाई कस्तो विश्वास थियो कि यो प्रोजेक्ट जहिले जब डेभलप गरिरहेको थिएँ अनि त्यही अनुसारै हामीले ल्याब्सहरू जाने को प्रोडक्सन्स मार्केटहरू जाने को प्रोड्युसर्सहरू अनबोर्ड गर्ने यस्तो यस्तो गर्दाखेरि एउटा प्लेसहरू देखिरहेको थिएँ अनि काम पनि एकदमै डिरेक्टर को विगतका प्रोजेक्ट्सहरूदेखि लिएर होइन यसले चाहिँ एउटा होप दिइरहेको थियो कि मलाई अनि म चाहिँ त्यस्तो सरप्राइज ओ वाउ भन्दा पनि आई डिड इट र वी डिड इट खालको भयो कि मेरो लागि चाहिँ किनभने मैले प्रोजेक्ट डेभलप गर्दाखेरि नै आई रियली आई 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 वाज थिङ्किङ के त्यो एउटा मेनिफेस्टेसन्स पनि भन्ला मान्छेहरूले होइन तर त्यहाँ पुग्छ हुन्छ भन्ने थियो अनि लाइक सुटिङको टाइममा पनि एकदमै धेरै हाम्रो काम एकदम धेरै हेक्टिक हुन्छ अनि मेरो त महा हेक्टिक है सब कुराहरूको रेस्पोन्सिबिलिटी आफ्नो टाउकोमा हुनेदेखि लिएर यो गर्दा त्यो गर्दाखेरि एकदमै भेरी स्ट्रेसफुल डेज होइन तर इभिनिङमा आएर जहिले मैले रहरू हेर्थ्यो नि आज सुट गरेको छ भने इभिनिङमा त नि त्यही बेला कस्तो प्राउड फिल भइसकेको थियो ओ हुन्छ नि कस्तो यो फिल्म इट गोना बी वे इट डिजर्भ टु बी खालको हुन्छ नि यो कानमा हुन्छ होला किनभने एउटा कानको एउटा खालको सेलेक्सन्सहरू त हामी एकदम परिचित नै छौँ नि खासमा काइन्ड अफ सिनेमाज अलिकति फ्रेस आइडियाजहरूदेखि लिएर सिनेमाको अप्रोचेसहरू नै समथिङ भेरी न्यू जस्तो लाग्छ म चाहिँ धेरै पाम दियोर जितेको फिल्महरू हेरेको थिएँ मेरो कति मनपर्ने डिरेक्टर्सहरूको फिल्महरू कानमा हुन्थ्यो होइन अनि त्यो मेरो लागि चाहिँ इट्स भेरी सक्सेसफुल केस स्टडी जस्तो भनौँ न जुन तरिकाले हाम्रो जस्तो देशको मान्छेहरूले फिल्म बनाउँछ जहाँ चाहिँ स्टेट फन्ड्सहरू केही छैन गभर्मेन्टको कुनै सपोर्ट छैन होइन आफ्नै रिसोर्सेसहरूले डेभलप गर्दै अनि त्यो प्रोजेक्टलाई अझ वेल डेभलप गर्नलाई डिफ्रेन्ट ल्याब्सहरू इट्स भेरी कम्पिटेटिभ जहाँ ल्याबमा जानलाई नि सेलेक्ट हुनुपर्ने त्यो राउन्ड एन्ड राउन्ड पार गर्दै हुन्छ नि आफ्नै बलबुद्धिले यहाँसम्म पुर्याउँदाखेरि चाहिँ मलाई चाहिँ आई डिड इट भन्ने जस्तो भयो कि त्यो अब कठिनाइहरू त अफकोर्स थाहा हुँदै जम्प गरेको ठाउँ हो फिल्म मेकिङ होइन संसारमै कठिनाइ हो नि तर हाम्रो जस्तो देशमा झन् कठिनाइ हुन्छ होइन सो थाहा हुँदै गर्दाखेरि नि आई फिल लाइक आई डिड इट नै हो मेरो लागि यहाँसम्म आउनु यत्रो यत्रो सेलिब्रेट गरिदिनु के सबै नेसनल अडियन्सेस इन्टरनेसनल अडियन्सेस अझ नेपालको अडियन्सहरूले आफ्नो फिल्म भनेर जस्तो एउटा आफ्नो हुन्छ नि के छ गौरव मनाउनु यो कुराहरूलाई यो विषयलाई भने चाहिँ त्यो चाहिँ कस्तो पर्सनल हो क्या त्यो चाहिँ मजा आइरहेको छ क्या मलाई किनभने सबैले कस्तो
वेल रिसिभ्ड गरिदियो कि सबैजनाहरूले कि यो फिल्मलाई। मैले किनभने विगतमा त्यत्रो ठुलो फिल्म यसरी कुनै पनि फिल्महरू त्यति ठुलो प्लेटफर्ममा त गएको छैन। तर अफकोर्स बर्लिनको मेन कम्पिटिसन्सहरूमा थियो, भेनिसमा थियो हुन्छ नि। तर योपालि हामी चाहिँ केही न केही एउटा लक्की पनि भयौँ। एउटा त कान भनेको लाइक एकदमै एक नम्बरै पनि राख्छ मान्छेहरूले, एउटा सपना जस्तो पनि भयो। प्लस लाइक यो वान आफ्टर अनदर अचिभ्सहरू हामीले ड्युरिङ द फेस्टिभल्सको टाइममा 2 टा अवार्ड्सहरू पाउने यो कुराहरू, स्ट्यान्डिङ ओभिएसन्सको कुराहरूले गर्दाखेरि हामी त त्यहाँ फेस्टिभल चाहिँ हुँदाहुँदै पनि यहाँको इम्प्याक्ट्सहरूले चाहिँ अझ मजा आयो। अझ नेपालमा आएपछिको कुराहरूले क्या। सो आई फिल लाइक आई एम लिभिङ इन माई राइट ड्रिम जस्तो क्या। सोचेको Mm. सपना, स्विट ड्रिम्सहरू जस्तो हो मेरो लागि। Yeah, so like listening that, and I'm very excited about the movie. So नेपाली अडियन्सको जुन चाहिँ कुरा भयो, नेपालको अडियन्सले चाहिँ कहिले इन्जोय गर्न पाउँछ यो मुभी? नेपालमा हामीले रिलिज गर्न लागेको कृष्ण जन्माष्टमी भनेको भदौ 19 मा परेको छ। भेरी Mhm, राम्रो दिन होइन। अनि अङ्ग्रेजी डेटमा चाहिँ सेप्टेम्बर 4th हो। अनि त्यही डेमा चाहिँ थिएट्रिकल रिलिज अल ओभर द नेपाल गर्छौँ। अनि हाम्रो फिल्म चाहिँ टी फोक्स डिस्ट्रिब्युसन्स कम्पनी हो, जसले धेरै पूर्णबहादुर सारङ्गी यो पनि डिस्ट्रिब्युट गरेको फिल्म्सहरू लाइक फ्रम बलिउड टु नेपाली फिल्म्सहरू त्यो पनि गरेको। प्लस अर्को एडिसनल कुरा चाहिँ हाम्रो को प्रड्युसर प्रचण्ड मान्स ट्रस्ट लिमिटेड को कम्पनी पनि हो डिस्ट्रिब्युसन्स भनेपछि आई थिङ्क लाइक वेल डिस्ट्रिब्युट हुन्छ जस्तो लाग्छ फिल्म र मास अडियन्सहरूसँग जान्छ जस्तो लाग्छ। हजुर। सो वर्ल्ड वाइडको पर्सपेक्टिभमा चाहिँ कसरी रिलिज हुँदैछ यो मुभी? यो प्रोजेक्ट फ्रान्स, जर्मनी, नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल, नर्वेको संयुक्त को-प्रोडक्सन्स हो। सो अनि हाम्रो फिल्म चाहिँ इन्टरनेसनल डिस्ट्रिब्युसन चाहिँ बेस्ट फ्रेन्ड फर एभर भन्ने सेल्स कम्पनीले गर्दैछ। उनीहरूले जस्तो अब आफआफ्नो टेरिटोरीमा को-प्रोड्युसरले आफआफ्नो तरिकाले रिलिज गर्छ फिल्म। जस्तो फ्रान्समा पनि आई थिङ्क लाइक 3rd विक अफ सेप्टेम्बर रिलिज हुँदैछ फ्रान्स र उसको टेरिटोरीहरूमा। जर्मनीको पनि त्यसरी हुन्छ, ब्राजिलको पनि सेप्टेम्बर अक्टोबर भित्रमा भइरहेको छ। बाँकी रहेको देशमा चाहिँ हाम्रो अहिले जस्तो बेस्ट फ्रेन्ड फर एभर जुन सेल्स कम्पनी छ, उसले चाहिँ सम्बन्धित देशका डिफ्रेन्ट देशका भनौँ न अस्ट्रेलिया भयो, युकेहरू भयो, स्पेन, पोर्चुगल, इस्ट एसियन कन्ट्रीहरू उनीहरूले त्यहाँको डिस्ट्रिब्युटरको थ्रुबाट कुरा गरिरहेछ, कम्युनिकेसन्सहरू नै भइरहेछ। सो अब आई थिङ्क लाइक त्यहाँको डिफ्रेन्ट फिल्म फेस्टिभल्सहरूमा जान्छ एकचोटि अनि त्यहाँको डिस्ट्रिब्युटरले आफ्टर द फेस्टिभल्स विल रिलिज द फिल्म जस्तो लाग्छ। सो यो Mm. भनौँ न 5-6 महिनामा मेजर टेरिटोरिजहरूमा चाहिँ थिएट्रिकल रिलिज हुन्छ। Okay, so talking about the film festivals होइन लाइक अरू अरू कुन फिल्म फेस्टिभल्समा जाँदैछ? अहिले अफिसियल भइसकेको छैन। त्यही Mhm, भएर सायद अफिसियल हुनुपर्छ जस्तो लाग्छ। तर okay. मेजर फिल्म फेस्टिभलमा भइराखेको छ। सायद अब अगस्तदेखि चाहिँ आउँछ। सो आई थिङ्क लाइक इट्स अ काइन्ड अफ कन्फिडेन्शियल टिल द फेस्टिभल वोन्ट पब्लिस राइट? सो Mm, आई थिङ्क लाइक अलिक मिल्दैन होला। तर मेजर sure. टेरिटोरी भने चाहिँ अस्ट्रेलियाको Mm, अस्ट्रेलिया भयो, क्यानाडाको क्यानाडा भयो। अलिकति हामीले थिङ्क गर्दाखेरि छ। मलाई एकदमै मनपर्ने फिल्म फेस्टिभल्सहरू छ। सो आइ एम भेरी excited to go and visit the festivals and have के भन्नु okay. लक्की बसेर पनि हेर्न मन छ त्यहाँको अडियन्सहरूसँग। Cool. So मुभी रिलिज भइसकेपछि अस्करको लागि चाहिँ कस्तो के छ प्रोसेस? कस्तो छ भन्दाखेरि अब हामी अस्कर को लागि हाम्रो जस्तो देश भनौँ त फरेन ल्याङ्ग्वेज नोमिनेसन्सको लागि Mm, मात्र दावेदारी गर्न पाउँछ अस्करलाई होइन। mhm, नेपालमा चाहिँ अस्कर कमिटी भन्ने छ जस्तै एकाडेमिक मेम्बर के अरे अस्कर सबमिसन्स फिल्म सेलेक्ट गर्ने कमिटीहरू छ। अनि उहाँहरूले चाहिँ कल गरेपछि हामीलाई फिल्म सबमिट गरेपछि उहाँहरूले फिल्महरू हेर्नुहुन्छ होइन। अनि mm, एउटा प्रोजेक्ट चाहिँ नेपालबाट रिप्रेजेन्ट गरेर अस्करको लागि सबमिट गर्छ। अनि यसको म्यान्डेटरी नै फिल्म रिलिज गर्नु हो क्या। पहिला फिल्म चाहिँ mhm, रिलिज गर्नुपर्यो, सेन्सर पास हुनुपर्यो अनि मात्र सबमिट गर्न पाउँछ त्यो अस्कर कमिटीलाई, नेपालको लागि अस्कर कमिटीहरूको लागि। सो त्यो फर्स्ट स्टेप चाहिँ त्यो हो। सेकेन्ड mhm, स्टेप चाहिँ त्यहाँ गएपछि एकाडेमिक मेम्बर्सहरूले हेर्नु पर्यो। जति सक्दो त्यतिले हेऱ्यो भने चाहिँ एक किसिमको अ, बज हुन्छ फिल्मलाई, अलिकति प्रायोरिटीहरू हुनसक्ला होइन। कतिलाई mhm, थाहा हुन्छ फिल्मको बारेमा किनभने मोर देन 1000 होला जस्तो लाग्छ। किनभने यो वर्ष 522 जना नयाँ एकाडेमिक मेम्बर्स भनिरहेको छ। आई डोन्ट नो द एक्ज्याक्ट नम्बर। सो
भनौँ न त्यस्तो मान्छेले हेरेपछि उनीहरूसँग कसरी पुर्याउने भन्ने कुरा नै हो, होइन? अनि त्यसको लागि धेरै कामहरू गर्नुपर्छ। थिएट्रिकल रिलिजहरू युएसएमा गरेर बज क्रिएट गर्नेदेखि लिएर हुन्छ नि, एकाडेमिक मेम्बर्सहरूसँग कसरी पुग्नेदेखि लिएर न्युजहरूमा रिभ्युजहरू लेख्ने बनाइदिएर अथवा युएसको कुनै गुड फेस्टिभल्सहरूमा प्रिमियर गरेर अनि स्टेप बाई स्टेप अनि उनीहरूको सेलेक्सन्स टिमबाट अनि सर्टलिस्टेड हुँदा हुँदा नि एक्सक्लुसिभली टप 10 हुन्छ होइन। होपफुली आई थिङ्क अँ, लाइक अलिकति हामी ले हुन त नेपालबाटै जानु पर्यो फर्स्टमा होइन। आई डोन्ट नो कुन छ अँ, अरू होइन। तर यति अचिभ गरेको त कुनै फिल्मले छैन र यति एप्रिसिएट गरेको कुनै छैन। आई थिङ्क लाइक कमर्सियल्ली अथवा मास अडियन्सले नै हेर्नुहुन्छ जस्तो लाग्छ। सो फ्रम मेरो दिमागमा मैले सोचेको चाहिँ एउटा कमर्सियल एस्पेक्टदेखि लिएर क्रिटिकल एस्पेक्ट्सहरूमा चाहिँ हाम्रो फिल्म लाइक गर्छ जस्तो लाग्छ। यहाँबाट गएपछि त्यो कामहरू त बाँकी छ, अस्करमा जाने कुराहरू त छ। यो भने अगस्टमा हो। पहिला चाहिँ अब फिल्म सबमिट गर्नुपर्यो जस्तो लाग्छ। mm, उसको लागि हाम्रो sure. क्वेसन त्यही थियो नि? Yeah, yeah. So I feel like September 4th मा जब movie release हुन्छ होइन, like Nepali audience will, I'm sure they're gonna love this movie and I'm sure they're gonna create a lot of buzz in social media होइन. अनि मलाई पर्सनली चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि I feel like, and I really hope it will come true, and this movie could be what Parasite was for the Korean film industry. And I really feel like that. So all the best for that. Thank you, And thank you. But the good thing about Parasite is a South Korean film, but उसको त कहिले-कहिले चाहिँ अलिकति रिडिफाइन्ड हुन्छ कि कुन-कुन क्याटेगोरीमा uh, जाने, के गर्ने भनेर हुन्छ। uh, किनकि त्यो फिल्मलाई त ट्रिटेड एज एन अमेरिकन फिल्म बिकज ऊ त uh, क्याटेगोरिजहरूमा लाइक क्याटेगोरिजहरूमा चाहिँ उसको फिल्म भनौँ न, प्रायः चाहिँ हलिउडको फिल्म्सहरू हुन्छ। सायद प्यारासाइट्समा अमेरिकन कम्पनी पछि इन्भल्भ भयो कि जस्तो लाग्छ मलाई त, मैले बिर्सिसकेँ जस्तो भइरहेछ। तर yeah. एकदमै आई वाज इन कोरिया एट द टाइम होइन, जब Mhm, प्यारासाइट उसको लागि कोरियामा के अरे अस्करको लागि जाँदाखेरि म कोरियामा थिएँ। अनि बुसान भन्ने सिटीमा थिएँ। बुसान uh, भन्नेको युनेस्कोको रिकगनाइज गरेको फिल्म सिटी भनौँ न, होइन? uh, हाम्रो कल्चरल हेरिटेज होइन, फिल्मको लागि रिकगनाइज गरेको सिटी थियो। यस्तो सेलिब्रेट गरेको थियो। जुन क्याफे गयो, रेस्टुरेन्ट गयो, फेरि हामी फिल्म पढ्न, फिल्म प्रड्युसिङ पढ्न गएको होइन। सबैजना यस्तो प्राउडली भनिरहेको थियो क्या, फिल्म पनि वाउ गरेको हो होइन, बिजनेस वाइज पनि सबै भइरह्यो। अनि त्यहाँसम्मको बाटो बनाउँदाखेरि होइन, हाम्रो लागि त नोमिनेट हुनु नै एकदमै ठुलो कुराहरू नै हुन् नि त होइन, त्यहाँसम्म पुग्नु नै ठुलो कुरा हो नि त होइन। उनीहरूको त यति धेरै नोमिनेसन्सहरू भइरहेको थियो, एकदमै ठुलो एक्सपोजर्स फर द कोरियन सिनेमाज पनि भइरहेको थियो नि त होइन। त्यस्तो त त्यहाँ अगाडि त कुनै पनि फिल्म्सहरू त्यसरी डिफ्रेन्ट नोमिनेसन्सहरू पुगेको थिएन। अनि त्यहाँको मान्छेहरूले त्यो सेलिब्रेट गरेको देख्दाखेरि र अहिले समवेयर अलिअलि नेपालीहरूले पनि हाम्रो यो कुरालाई सेलिब्रेट गरिदिइरहेको छ क्या होइन। जस्तो त आफ्नो कुराहरू त्यो, किनभने चाहिँ यही नै वे हो नि देश चिनाउने, देशप्रति प्राउड हुने कुराहरू नि होइन। अनि जो प्यारासाइट जस्तो हुन्छ लाइक ओके, त्यो त एकदमै एकदमै चाहने कुराहरू हो। तर स्टिल मान्छेलाई कतिलाई थाहा नै छैन अब कसरी पुग्ने त्यहाँसम्म भन्ने कुराहरू हुन् होइन। तर यस यस इट्स अ प्राइड फर द होल कन्ट्री क्यान बी पनि हो कि फेरि। yeah, definitely, definitely. And I feel like once September 4th मा रिलिज भइसकेपछि word of mouth will do a lot of marketing for this movie होइन, किनकि movie like this, it, it's not about, I feel like यो चाहिँ मान्छेले कस्तो फिल गराउँछ होइन, त्यो मान्छेले त्यो फिल गराउने जुन चाहिँ अडियन्सले जुन चाहिँ एक्सपिरियन्स गर्छ, दिस इज लाइक मोर अफ द्याट काइन्ड अफ मुभी। त्यो एकचोटि मान्छेले एक्सपिरियन्स गरिसकेपछि त्यो वर्ड अफ माउथ, the genuine word of mouth, like it cannot be stopped हुन्छ नि त्यो, it will, I feel like it will catch like a wildfire जस्तो लाग्छ मलाई चाहिँ। होपफुल्ली यस। नेपालमा फिल्महरू चल्नु माउथ पब्लिसिटीले हो क्या, वर्ड अफ माउथले नै हो होइन। अनि अनि जब मान्छेले फिल्म हेरेपछि यु हेभ वाच द फिल्म राइट, सो जब मान्छेले हेरेपछि आई फिल लाइक दे रियली वान्ट टु वाच सेकेन्ड टाइम जस्तो लाग्छ। म यतिचोटि हेरिसकेको मान्छे होइन, आई वाच इन क्यान होइन। पहिला त अब उम्, मिल्यो मिलेन फाइल चेक गर्ने ह्यान त्यहाँ थियो नि त, कम्प्लिट फिल्महरू हेर्न त्यसरी पाइरहेको थियो नि, डिसिपी चेक गर्दाखेरि नि कन्सर्ट त टेक्निकल कुराहरू मात्र हुन्थ्यो नि। अनि कानमा गएर पनि म मार्केटमा स्क्रिनिङमा गएँ होइन, मार्केट स्क्रिनिङमा एउटा खालको एक्सपिरियन्स भयो त नि। जब मैले त्यत्रो अडियन्सेसहरूसँग फिल्म फेरि हेरेँ नि त हाम्रो प्रिमियरको दिनमा, वर्ल्ड प्रिमियर भएको दिनमा,
अनि यस्तो मजा, यस्तो फुलफिल्ड भयो। मलाई अहिले कस्तो मिस छ क्या त्यो फिल्म फेरि बिग स्क्रिनमा हेर्नलाई, Mhm. होइन? आई थिङ्क लाइक पिपल विल लभ इट एन्ड वाच लाइक ट्वाइस, थ्राइस जस्तो चाहिँ लाग्छ क्या। अर टक अबाउट द फिल्म जस्तो लाग्छ। एउटा टपिक पनि हुन्छ होला मान्छेहरूलाई। भेरी गुड टेस्ट अथवा भनौँ न मान्छेको एउटा सिनेमा नेपाली फिल्मप्रतिको एउटा नेपाली फिल्म भन्ने खालको मान्छेहरू पनि धेरै छ नि त। हामी पनि नेपाली फिल्म Mhm. भन्दा पनि फिल्म पढ्न लागेको हो नि त, होइन? हाम्रो हाम्रो तरिकाले अब वी वान्ट टु टेल आवर स्टोरी, वी वान्ट टु टेक आवर स्टोरी टु द ग्लोबल अडियन्ससँग लैजान्छौँ भन्ने हाम्रो प्रयास पनि हुन्छ, होइन? सायद त्यो अडियन्सेसहरू पनि आउँदैछ के, आएपछि उनीहरूले यस्तो मुक्त कण्ठले प्रशंसा पनि गर्छ जस्तो लाग्छ क्या। सो अहिले इम्पोर्टेन्टली मासहरूसँग अझै पुग्नु पर्यो। एउटा एक राउन्ड अफ मान्छेहरूलाई थाहा छ जो अलिकति सोसियल मिडियामा एक्टिभ छ, जसलाई फिल्म्सहरू मनपर्छ, होइन? त्यो बाहेक अरू अडियन्सेसहरू फाइन्ड आउट गर्दै जानु पर्यो अब जर्नी। र फिल्म हेरेपछि नै सायद मान्छेहरूले निस्वार्थ भएर लेख्छ होला क्या, होइन? निस्वार्थै भएर लेख्छ होला क्या। किन यो देशको प्राइड हो त? किन बन्दी हो त भन्ने त विथ स्टोरी विथ अ फिल्म इट्सेल्फ, होइन? Mhm. त्यो जस्तो लाग्छ क्या। अनि आइ एम लुकिङ फर सेप्टेम्बर 4 एन्ड अनवर्ड्स डेहरू के। हजुर। Sure, sure. So यो मुभी हेर्दाखेरि चाहिँ there are like a lot of factors होइन मलाई I really love this movie अनि स्पेसली टु बिगिन विथ भनौँ न होइन क्यारेक्टर्सहरू लाइक कास्टिङ चोइसेसहरू हाउ वाज द प्रोसेस बिकज आइएम लाइक रियली इन्ट्रेस्टेड इन द्याट किनकि यसमा धेरै नन एक्टर्सहरू पनि हुनुहुन्छ होइन सो इफ यु क्यान से समथिङ अबाउट द्याट एकदमै डिफिकल्ट नै हो, होइन? डिफिकल्ट हो कास्टिङ, कास्टिङ र इभन लोकेसन्सको कुराहरूमा नै हामीलाई एकदमै डिफिकल्टी भइरहेको थियो। एउटा त वी आर टेलिङ स्टोरी अफ ट्रान्सहुमरको स्टोरी पनि भनिरहेको छौँ, होइन? किन्नर कम्युनिटी बेसिकली। अनि प्रोमिनेन्टली फिल्म्सहरूमा देखिरहेको छैन कि उहाँहरूको स्टोरी। एक्टर्सै छन्, ट्रेन्ड एक्टर्सै छैन। अनि फेरि यस्तो स्क्याटर्ड भएर बस्नु भएको छ उहाँहरू, होइन? अनि एउटा त सबै कुराहरू कम्प्लिकेसन्स थियो क्या। अनि हामी पूर्वदेखि पश्चिमसम्म गयौँ हामी डिफ्रेन्ट अर्गनाइजेसनमा काम गर्नेदेखि लिएर यो भनौँ न डिफ्रेन्ट ठाउँमा बस्नेहरू उहाँहरूसँग गएर अडिसन्स गर्ने, यो गर्ने, त्यो गर्ने। अनि फ्यु मान्छे सेलेक्ट गर्ने काठमाडौँ लिएर आउने, होइन? उनीहरूलाई ट्रेन्ड गर्ने 10-15 दिन गऱ्यो अनि फिल्टर्ड गर्ने। यो एकदमै आई थिङ्क लाइक मेरो चाहिँ मोर ओभर लजिस्टिक साइड्सहरूले चाहिँ मलाई अलिकति भइरहेको छ, किन भइरहेको छैन त भन्ने खालकोमा गइरहेको छ। त क्रिएटिभ वाइज मोर ओभर डिरेक्टर क्यान स्पिक अबाउट इट जस्तो लाग्छ, किन भइरहेको थिएन भन्ने कुरा चित्त बुझ्दैन भन्ने मैले भन्नु मिल्यो, होइन? तर कहिलेसम्म त भन्ने अर्को कुराहरू भयो नि त। किनभने हामी 2022 देखि नै एक्टर्सहरू हेर्न सुरु गरिसकेका थियौँ के, होइन? अनि हामीले 2023 को एन्डतिर होला सायद चाहिँ एक किसिमले ल भयो भने चाहिँ हामीले 7 जना जस्तो चाहिँ फाइनलाइज गरेर काठमाडौँमा इन्टेन्स ट्रेनिङ त यति धेरै गरायौँ क्या हामीले, यति धेरै गरायौँ। इभन हामीले टेस्ट सुट पनि गऱ्यौँ। टेस्ट सुट फ्यु सिन्सहरू पनि एज अ पार्ट अफ सनडान्सको डिरेक्टिङ ल्याब हो, बट स्टिल लाइक विथ द सेम एक्टर्स लाइक कतिजनाहरू फाइनल फिल्ममा नि हुनुभयो। तर एक किसिमले हेऱ्यौँ क्या त्यसरी नै कामहरू हेऱ्यौँ। इट वाज भेरी टफ, भेरी च्यालेन्जिङ, बट आई रियली इन्जोय द्याट पार्ट। त्यो मेरो त फेभरेट पार्टै यो लोकेसन्स रेकीहरू जाने र कास्टिङको समय हो क्या, होइन? या 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 आई रियली इन्जोयड, आई रियली सी कति कति ट्यालेन्टेडहरू, होइन? कसलाई अवसरै थाहा छैन क्या, अथवा सिनेमाजको बारेमा कसरी हुन्छ रहर छ तर बाटै छैन क्या। त्यो अनि त्यो अब सबै मेरो कास्टिङ डाइरेक्टरहरू थियो, एक्टिङ कोचहरू थियो, डिरेक्टर हिमसेल्फ थियो, होइन? त्योबाट उहाँहरूको एकदम स्ट्रगल चाहिँ भइरहेको थियो फाइन्ड आउट गर्नु बेस्ट एक्टर्स हेरेर। फेरि यस्तो पावरफुल रोल छ, होइन? इट टुक लट्स अफ करेज एन्ड च्यालेन्ज टु एक्सेप्ट द्याट रोल। भनौँ न एउटा ट्रेन्ड एक्टर अथवा प्रोफेसनल एक्टरलाई त त्यो हुन्छ, नन एक्टर्सहरूसँग गर्नु त एकदमै एकदमै मेहनत गराएको थियो, एकदमै मेहनत गराएको थियो। अनि दे डिड भेरी वेल, आइ एम भेरी प्राउड अफ माई एक्टर्स, होइन? भेरी प्राउड किनभने मैले यति धेरै फिल्म्सहरू गरेँ तर काम गरेर मजा आउने हुन्छ नि। किनभने मैले बिगिनिङमा के देखेँ त उनीहरू कसरी इभल्भ भयो एउटा र कस्तोसँग गर्यो भन्ने कुराहरू त्यो कस्तो राम्रोसँग हेर्न पाएँ क्या। अनि भेरी प्राउड पनि फिल भयो उनीहरूको पर्फर्मेन्सले। या Yeah, I feel like जे कहाँ हामी गरिरहेको छौँ होइन इफ यु आर इन्जोइङ इट इफ यु आर बिङ अनेस्ट टु इट इफ यु आर लाइक हुन्छ नि जेन्युनली लाइक लभिङ द्याट मोमेन्ट देन त्यो कुरा चाहिँ देखिन्छ क्या काममा होइन एन्ड वाल वाचिङ दिस मुभी मलाई चाहिँ त्यही फिल भयो थियो लाइक हुन्छ नि यसमा कुनै पनि मुभी कुनै पनि कन्टेन्ट कुनै पनि कुराहरू इट्स नट फर ग्रान्टेड क्या हुन्छ नि त्यो त्यहाँ किन छ भने देयर इज गुड एक्सप्लेनेसन गुड थट पुट इन टु द्याट होइन
एन्ड त्यस्तो कुरा गर्दाखेरि लोकेसनको पनि कुरा भयो होइन लाइक इट्स अ वन्डरफुल लोकेसन बाइ द वे त्यो लोकेसन चाहिँ कतातिर थियो कुन चाहिँ लोकेसन थियो त्यो यो हाम्रो मेजोरिटी लोकेसन चाहिँ पर्सा जिल्लाको ठोरी भन्ने गाउँपालिकामा थियो होइन ठोरी भन्ने अँ, गाउँपालिका विभिन्न ठाउँहरूमा थियो मेजर लोकेसन्स त्यो भयो अनि वीरगन्ज र अनि अलिकति पर्सन चितवनमा सुट भएको थियो अँ, अँ। ओके त्यो सो लोकेसन्स हेर्न नि हामी एकदमै धेरै गएको के होइन हामीलाई चाहिरहेको थियो जङ्गलको छेउको गाउँहरू क्या होइन गाउँ चाहिँ हात्तीको आतङ्क पनि हुनु पर्यो होइन त्यो फिल दिनु पर्यो किनभने त्यो गाउँहरू त्यसरी हात्तीको आतङ्क हुने गाउँहरूमा एउटा संरचनाहरू हुन्छन् क्या होइन जस्तो कि त्यो हात्तीहरूलाई हेर्नलाई भगाउनको लागि एउटा मचान बनाएको हुन्छ अथवा त्यो भगाउनको लागि के युज गर्छ त्यो मान्छेहरू त्यसरी ट्रेन्ड भइरहेको हुन्छ नि त गाउँलेहरू पनि होइन अनि यो फिल्म पनि धेरै एस्पेक्ट्समा एक्टर्स र नन एक्टर्स मिक्स गरेर एउटा कम्युनिटी बनाएरै फिल्म बनाएको हुनाले गर्दाखेरि धेरै कुराहरू मिल्नुपर्ने त हामी धेरै नै गयौँ तर थोरै हामी फर्स्ट थोरै हामी बेसी गयो हामीलाई फर्स्टमै मन परेको थियो तर स्टिल लाइक लुकिङ फर बेटर अप्सन्स लजिस्टिक वाइज पनि भनौँ न एक हिसाबले होइन अब त्यहाँनिर प्रपर होटल्सहरू थिएनदेखि लिएर होइन अनि अलिकति टाढा जसरी लाइक टाढै भनौँ न एक हिसाबले गाउँहरू स्प्रेड आउट भएको गाउँहरू यताउता गर्दाखेरि लजिस्टिक वाइज के हुने फेरि अलिकति विन्टर समय छ होइन त्यसले गर्दाखेरि अलिकति रिक्स हुन सक्ने खालको देखेर नि हामी अलिकति स्केप्टिक भयो तर हामीलाई राम्रो लागिरहेको थियो तर थ्याङ्क गड वी ह्याड लाइक वी फाउन्ड अलिकति टाढा लोकेसन्स भए पनि हाम्रो मेन लोकेसन्सबाट हाम्रो होटल्स इज लाइक 45 मिनट्स 50 मिनट्स जस्तो थियो वी ह्याड अ भेरी लभली गाउँ कल सुवर्णपुर त्यसमा चाहिँ होमस्टेहरू पनि रहेछ अनि भेरी फ्रेन्डली मान्छे उहाँ त्यहाँको होमस्टेकोहरू होइन अनि भेरी गुड लोकेसन फर द फिल्म भनौँ न क्वेसन्स के थियो मैले कहाँतिर लगेँ मैले के जोड्न खोजिरहेको थिएँ तर नो नो लोकेसनकै बारेमा क्वेसन थियो होइन ल टकिङ अँ, अबाउट द्याट मलाई चाहिँ मुभी हेर्दाखेरि जुन चाहिँ जङ्गलको सिनहरू छ होइन लाइक इट्स सर्ट ब्युटिफुल्ली अँ, इन द फर्स्ट प्लेस होइन अनि त्यो सिन जङ्गलको पार्ट हेर्दाखेरि चाहिँ मलाई हात्ती आउँला मलाई जुन चाहिँ एउटा फियर थियो कि हुन्छ नि अनि एट द सेम टाइम आई वाज थिङ्किङ कि साँच्ची नै सुट गर्दाखेरि हात्ती आएको थियो कि लाइक हुन्छ नि त्यो कसरी म्यानेज भयो त्यो कुराहरू यस्तो छ त्यहाँनेरि चाहिँ एउटा समयमा हो अलिकति हात्तीहरू पास हुने त्यो चाहिँ अब रुट जस्तै हो माइग्रेट हुने मुभ गरिराख्ने छन् एउटा पास हुने तर हाम्रो सुट गर्ने समयमा थिएन तर ह्याभिङ सेड द्याट त्यहाँनेरि चाहिँ चितवनबाट नै हात्तीहरू ओहोरदोहोर गर्ने जस्तै रोनाल्डो धुर्वेहरू पनि हुन्थ्यो होइन त्यो अनि त्यो समय चाहिँ मेटिङ सिजन पनि हुने रहेछ हात्तीको होइन सो एक किसिमको डर थियो तर त्यहाँनेरि अलिकति लोकलहरू चाहिँ यही कुराहरूमा अलिकति जान्ने बुझ्ने भएको हुनाले गर्दा अथवा अलिकति आतङ्क गर्ने हात्तीहरू आइरहेछन् कि छैनन् भन्ने थाहा पाउने हुन्छ नि त्यो एउटा चाहिँ घुमिराख्ने हात्तीहरू 2-3 वटा हात्ती चाहिँ घुमिराख्ने हात्तीहरू छ त्यसको चाहिँ अलिकति डर रहेछ अरूहरू चाहिँ उनीहरू एउटा रुट बनाएर माइग्रेट गर्ने यता जाने उता जानेहरू रहेछ त्यो चाहिँ त्यो समयमा थिएन अलिक परको ठाउँमा पनि रहेछ त्यो कुराहरू चाहिँ पहिला पहिला चाहिँ एकदमै त्यहाँ नै धेरै आतङ्क थियो अलिकति कन्ट्रोल्ड भइरहेको पर्साको जुन गाउँमा चाहिँ तर सिकारी बास भन्ने अर्को गाउँ छ त्यहाँ चाहिँ हात्तीहरू आइरहेको छ क्या जङ्गलहरू त्यहाँ आइरहेको छ तर हाम्रो ठाउँ अलिकति सेफ नै थियो अनि अँ, अलिकति धान बाली बेसी भएको बेलामा हात्ती आउने रहेछ होइन धान बाली भनेको यो मनसुन पछि के भनौँ न हाम्रो चाहिँ ठ्याक्क विन्टर भएको यो तोरीहरू छर्ने बेला चाहिँ अलिक कम हात्तीहरूको मुभमेन्टहरू नि हुन्थ्यो डर त हुन्छ अफकोर्स जङ्गल छिर्ने बित्तिकै केही छैन भने नि डर हुने हामी उम्, एलिफेन्ट्सकै फिल्म बनाएछ एलिफेन्ट्स आउने आतङ्क गर्ने गाउँै बनाइरहेको छ कहीँ न कहीँ त डर हुन्छ तर हामीसँग लोकल मान्छेहरू र त्यो अवेर हुने मान्छे भएको हुनाले गर्दाखेरि नेसनल पार्कदेखि लिएर यतातिरको अलिकति सुरक्षाले गर्दाखेरि पनि अलिअलि डरमा पनि त्यस्तो काम गर्यो तर धेरै क्रुहरू हुँदाखेरि चाहिँ अलिकति कम हुन्छ होइन थोरै भएर चाहिँ अँ। अलिक बेसी डर हुन्थ्यो हजुर हजुर या टकिङ अबाउट द्याट होइन मलाई अर्को कुरा गर्नु मन लागेको चाहिँ यसको सिनेमाटोग्राफी होइन जुन चाहिँ जङ्गलको उम्, सिनहरू भयो एन्ड अदर्स टु होइन एन्ड यस्तो सिनहरू हेर्दाखेरि चाहिँ वाट आई फेल लाइक वाज जुन चाहिँ सिनेमाटोग्राफर छ आई थिङ्क हिज फ्रेन्च सिनेमाटोग्राफर नो फ्रेन्च बार्क है नोए नोए बार्क नोए ओके चार्ल्स या सो लुकिङ एट द्याट एन्ड जति पनि सिनहरू छ यसमा मोस्टली नेचुरल लाइटमै काइन्ड अफ लाइक रिलायन्स छ होइन लाइक was that like a creative choice or like त्यसले गर्दाखेरि चाहिँ आई फिल लाइक इट्स मोर अथेन्टिक फिल चाहिँ आएको छ मुभीमा होइन तर वाज द्याट लाइक हुन्छ नि क्रिएटिभ चोइस मेड अफकोर्स क्रिएटिभ चोइसेस दियो भने हामी
सेन्सिबल फिल्म मेकर्सहरू हो होइन? उम्, अनि उम्, टोय इज अ भेरी ट्यालेन्टेड डिपी पनि हो होइन? उम्, उसको यो वर्ष कानमा 4 वटा फिल्म थियो इन्क्लुडिङ एलिफेन्ट इन द फग है। उम्, सो उम्, इज भेरी ट्यालेन्टेड अनि भेरी सार्प अनि ही नोज उम्, हाउ टु अचिभ भन्ने कुराहरू उम्, अनि अनि म यसमा अझ डिरेक्टरसँग कोलाबोरेसन्स बेसी हुने भएको हुनाले आई थिङ्क लाइक ही इज राइट पर्सन टु एन्सर मेनी थिङ्स किन म क्रिएटिभ उम्, डिस्कसनमा थिएन। मेरो उम्, डिस्कसन चाहिँ कति लाइट्स मागिरहेछ यो धेरै भएन र भन्ने खालकोमा मात्रै हो होइन भनेको उम्, त्यो आई मिस लाइक पार्ट अफ फिल्म मेकिङ किनभने म आफै पनि उम्, राइटिङ डाइरेक्सन गरेर आएको मान्छेहरू अलिअलि चासो हुन्छ तर म कस्तो दिमागमा बसेर बजेट भन्ने कुराहरूमा अनि किन यत्रो डिमान्ड भइरहेछ भन्ने कुराहरूमा उम्, अनि अर्को भनेको सबै क्रिएटिभ चोइसेसहरू नै जे गरेको छ क्रिएटिभ चोइसेस नेचुरल लाइटिङ गरेको छ अथवा वेल लिड जङ्गल्सहरूमा उसको अप्रोच अफ लाइटिङ्सहरू गरेर नि मजाले रुखहरूमा रिग गरेर लाइटिङहरू गरेको छ होइन उसले उसले के अचिभ गर्न खोजिरहेको छ डिरेक्टरले के चाहिरहेछ त्यो कुराहरूमै इज एभ्रिथिङ इज वेल प्लान्ड के मेरो फर्स्ट फिचर मैले गरेको जहाँ चाहिँ एकदमै प्लान वेमा सुट गरेको चाहिँ यही हो सो अनि भेरी प्रोफेसनल मान्छेहरू पनि काम गरेको फर्स्ट टाइम जस्तो लाग्छ मलाई Yeah, I feel like जस्तो सिनेमेटोग्राफी छ, जस्तो लाइटहरूको युज भएको छ होइन, आई फिल लाइक यो मुभीलाई प्रपरली एप्रिसिएट गर्नलाई चाहिँ लाइक वान हेज टु बी इन अ थिएटर क्या जुन सेप्टेम्बर 4मा जुन रिलिज हुन्छ होइन किनकि इभन सिरिजहरू भनौँ न गेम अफ थ्रोन्स जस्तो सिरिजकोमा पनि पिपल कम्प्लेन कि इट्स टु डार्क होइन Mm, तर लाइक हुन्छ नि इफ यु आर इन थिएटर वाचिङ मुभी इन लाइक बिग स्क्रिन देन यु क्यान एप्रिसिएट द्याट आर्टिस्टिक चोइस true. होइन Uh, भर्सेस इफ यु वाचिङ इन फोन देन यु माइट एक त मान्छेको फोकस पनि हुँदैन होइन फोनमा हेर्दाखेरि versus theater हेर्दाखेरि it's what it was meant to be viewed as होइन so that's the one part and also talking about that अर्को कुरा मलाई यसको sound design like I was mm, really impressed by sound design as well especially again like the keep on going back to jungle होइन तर जङ्गलको सिनहरूको जुन चाहिँ sound effects छ त्यहाँ होइन like it was really good mm. हो नि हो हो एकदमै भेरी ट्यालेन्टेड एचओडिजहरूको ले नै सम्भव बनाएको हो होइन अनि अफकोर्स सिनेमाजको ब्युटिफुल कुरा नि बिग स्क्रिनमा हेरेर मजा लिनु हो नि त होइन uh, सिनेमा त बिग स्क्रिनलाई भनेरै भन्ने हो नि त र राम्रोसँग जस्तो फिल्म हेर्ने मान्छेहरूलाई सानो मोबाइलमा अथवा ल्यापटपमा बाध्यताले हेरिनु पर्ने हुन्छ तर वाइ नट इन सिनेमाज भन्ने कुराहरू कतिवटा सिनेमाज त लाग्दैन होइन तर यस्तो ठुलो अवसर छ यसरी राम्रोसँग फिल्म बनाएको छ यो ठुलो स्क्रिनमा हेर्दाखेरि नेपाली सिनेमा पनि यत्तिको हुनसक्छ भन्ने एउटा त्यो देखिन्छ देखिन्छ जस्तो लाग्छ अगेन भने जस्तै लाइटिङको कुरा कलर ग्रेडको कुरा साउन्ड डिजाइन्सको कुराहरूले गर्दाखेरि त्यो एउटा छुट्टै अनुभव नै हुन्छ अर्को चाहिँ सिनेमाजलाई लाइक सिनेमालाई अझ मन पराउनको लागि ठुलो स्क्रिनमा हेर्नै पर्छ क्या I त्यो agree with that स्टोरीमा yeah इमर्स हुनलाई क्या होइन त्यो mm-mm, स्टोरी त्यो मलाई त सिनेमा भन्दा कस्तो इमर्सिभ फर्म लाग्छ क्या होइन कसै कुनै वर्ल्डमा छिरेर कसैलाई अनुभव आफैले त्यो मान्छे भनेर अनुभव गरेर त्यहाँ बसिरहेछ नि त इट्स लाइक भेरी डिफ्रेन्ट फिलिङ अनि त्यो सबै कुराहरू त बिग स्क्रिनमा मजा आउँछ प्रपर लाइटिङ प्रपर कलर प्रपर साउन्ड होइन यु फिल लाइक यु आर ओभरदिए खालको फिल गराउनु हो नि त होइन सायद अडियन्सहरूलाई यो हामीले अनुभव दिन सक्छौँ जस्तो लाग्छ आफ्टर नेपाल रिलिज भनौँ नेपालको अडियन्सलाई जस्तो चाहिँ लाग्छ कि त्यसमा चाहिँ म एक किसिमले विश्वास त छु भनौँ न हजुर mm. So, talking about the title itself, and its English title is Elephant in the Fog, and for Nepali title, it's Tiniharu. And तिनीहरू भन्दाखेरि चाहिँ मलाई के पनि फिल हुन्छ भन्दाखेरि चाहिँ नेपालमा जुन चाहिँ छ मेन स्ट्रिम फिल्म मेकिङ भयो होइन आई फिल लाइक द काइन्ड अफ देयर इज काइन्ड अफ लाइक a distinction between like mainstream filmmaking and independent filmmaking टाइपको त्यसको जुन चाहिँ डिफरेन्स छ त्यो लाइक कतिको सपोर्ट छ नेपालको फिल्म इन्डस्ट्रीमा टु मेक लाइक इन्डिपेन्डेन्ट फिल्म्स लाइक दिस यस्तो यो प्रश्न नै मलाई एकदम गलत लाग्छ इन्डिपेन्डेन्ट र कमर्सियल भन्ने नै किन नेपाली यो सबै एकदमै अमेरिकन सोचबाट आएको जस्तो लाग्छ क्या होइन जब अलिकति स्टुडियो सिस्टम्सले चाहिँ डोमिनेट गर्न लागेपछि इन्डिपेन्डेन्ट भोइसेसहरू डिरेक्टरको माध्यम हो फिल्म त होइन त्यो कम हुनु भएपछि इन्डिपेन्डेन्ट भन्ने कुराहरू आएको थियो क्या हामी
फिल्म बनाइरहेछौँ हाम्रो स्टोरी के हो भन्ने कुराहरूमा क्या। नेपाली फिल्म भन्ने चाहिँ कस्तो हो त? होइन नेपाली सिनेमाजले चाहिँ के स्टोरी भन्नुपर्छ? कस्तो खालको फिल्महरू चाहिँ नेपाली फिल्म्स हो? अथवा एज अ देश, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो कथाहरू के हुन् त भनेर हामीले फिल्म बनाउन खोज्ने जस्तो लाग्छ। अथवा मलाई के कथा भन्न मन छ भन्ने कुरामा फिल्म बनाइरहन्छ होइन। अगेन अनि हाम्रो अन्डरस्ट्यान्डिङ अलिकति कस्तो छ भने हामी एकदमै इन्सपायर बाइ बलिउडको एउटा स्कुलबाटै फिल्म मेकिङ सुरु भयो नेपालमा होइन। जहाँ चाहिँ हामी इन्डियामा जस्तो भएछ त्यस्तै फर्मुलाज भनेर रादर देन फाइन्डिङ आवर ओन स्टोरी आवर स्टोरी टेलिङ हामी चाहिँ एडप्ट गर्न मात्र लाग्यो क्या। तर यो फिल्म मेकर्सहरू भर्खर विथ फिल्म स्कुल्स अरू त्यहाँ दुई तिनजना अरू डिरेक्टर्सहरूले चाहिँ ट्राई गरेको चाहिँ वाइ नट मेकिङ आवर ओन स्टोरी भन्ने कुराहरू हो क्या होइन। अब यसलाई चाहिँ मान्छेले इन्डिपेन्डेन्ट भन्यो क्या। हामी नेपालमा न सरकारको सपोर्ट छ, न कुनै ठुलो कर्पोरेट हाउसहरू छ, न स्टुडियोजहरू छ। व्यक्तिहरूले आफ्नो पैसा राखेर होइन कोही मान्छेले आएर फिल्म बनाइरहेछ क्या। उसले चाहिँ व्यापार गर्न खोजिरहेछ। उसलाई चाहिँ फिल्मको इम्प्याक्ट्सहरू के हो त भन्दा पनि उसले व्यापार भन्दाखेरि जुन चाहिँ कमर्सियल्स भन्ने आइडिया छ, जुन चलिरहेको एउटा धरामा बनाउने प्रयास भनौँ न त के चाहिँ भइरहेछ त्यो मेन स्ट्रिम कमर्सियल्स भनेको चाहिँ त्यो जस्तो लाग्छ क्या। हाम्रो के छ भन्दाखेरि ओके हाम्रो स्टोरीमा अथेन्टिसिटी हुनु पर्यो। हाम्रै स्टोरी हाम्रो माटो सुहाउँदो हुनु पर्यो होइन। र हाम्रो स्टोरी कुनै विदेशमा लगेर देखाउँदाखेरि यो चाहिँ नेपालको हो बनाउनु पनि हो नि त भनेको सोच्दाखेरि हामी हामी एज अ मेकर एज अ फिल्म मेकर्स एज अ स्टोरी टेलर कहाँ छौँ त? देशमा र विदेशमा क्या यो प्रयासहरू। यसलाई अब इन्डिपेन्डेन्ट भन्ने कि मेन स्ट्रिम भन्ने कि कमर्सियल्स भन्ने थाहा छैन। तर नेपालमा चलिरहेको फिल्म्सहरू अहिले हेर्दाखेरि लाइक अलिकति रियालिटी नजिकको होइन अलिकति आफ्नो परिवेशका कथाहरू उठिरहेछन् नि त। अलिकति इन्डिजिनियस सोसाइटीको स्टोरीहरू भन्न ट्राई गरिरहेछ। मान्छेहरूले इमिडिएटली आइडेन्टिफाई गरेको स्टोरीहरू हो नि त त्यो चलिरहेछ क्या होइन। भनौँ न जस्तो जारीहरू भयो अनि के अरे यो जस्तो उनको स्वेटरहरू भयो हुन्छ एउटा परिवेश ठाउँ भूगोलहरू आफ्नै तरिकाले स्टोरी भनिरहेछ होइन। एभ्रिथिङ इज डुइङ वेल इफ द स्टोरी इज अथेन्टिक जस्तो लाग्छ क्या। अनि अब आउँछ कमर्सियल के हो त भन्ने कुराहरू क्या। हामीले जब हाम्रो फिल्म्सहरू लाइक मास अडियन्ससँग पुर्याउन सक्छ र उनीहरूले हेर्ने हाम्रो फिल्म हेर्नलाई आइदिएपछि द्याट विल डिफाइन द कमर्स अफ द फिल्म होइन। अँ, हाम्रो फिल्म्सहरू हामी अडियन्ससँगै पुग्न सकिरहेको छैनौँ भनेदेखि त हामी इन्डिपेन्डेन्ट भएर त भन्नु भएन नि त होइन। अँ, मेरो लागि चाहिँ लाइक अमेरिकामा फेरि फरक सोच हो यो। अँ, नेपालमा चाहिँ सबै मान्छेहरूले आफ्नै बल बुद्धिले नै गरिरहेछन् आफ्नो एउटा स्टोरी टेल गर्नलाई। यसमा एभ्री वान इज फ्री। कसैलाई मार्केट प्रेसर छैन क्या होइन। एउटा हुन्छ नि यो त्यो नि। तर म के बनाउन चाहन्छु एज अ प्रड्युसर अर डिरेक्टर इज अ भेरी पर्सनल चोइसेस जस्तो लाग्छ क्या। अनि त्यति ठुलो आई डोन्ट नो ठुलो मेरो लागि फेरि यहाँ पनि इन्डिपेन्डेन्ट फिल्म मेकर्सहरू भन्ने कुरा त हुन्छ। तर मेरो लागि चाहिँ त्यति ठुलो कुरा गर्ने बेला भएको छैन। तर मेक अ गुड फिल्म्सहरू क्या। कम विथ अ अँ, भेरी ओरिजिनल आइडियाज अथेन्टिक स्टोरी अनि एउटा अर्जेन्सी टु टेल द स्टोरी भन्ने खालको एउटा राइटर डिरेक्टर्स आयो भने चाहिँ इट इज पोसिबल एन्ड इट क्यान मेक मनी जस्तो लाग्छ क्या मलाई। true, true, true. So it's all about being true to the story होइन लाइक हुन्छ नि इट्स अल अबाउट मलाई के लाग्छ भन्दाखेरि चाहिँ फिल्म मेकिङ इज एन आर्ट उम्, इट इज अ बिजनेस टु बट इट इज एन आर्ट फर्म फर्स्ट होइन उम्, अनि जुन चाहिँ त्यो ब्यालेन्स छ इफ वी ट्राई टु ह्याभ focus on more of business part and less of art part and then that's when this balance like starts showing जस्तो लाग्छ मलाई चाहिँ ट्रु। and yep all right so it was good talk केही मेसेज छ अडियन्सको लागि नेपाली अडियन्सको लागि सेप्टेम्बर 4th मा मुभी रिलिज हुँदैछ डु यु वान्ट टु से समथिङ अबाउट द्याट मेसेज हामीले त्यत्रो ठुलो मेसेज चाहिँ लिएर हलमा राखिरहेछौँ होइन। आई थिङ्क लाइक द्याट्स द बेस्ट गिफ्ट वी क्यान डु इट इट्स फिल लाइक 17 वर्षदेखि हामी फिल्म बनाउन ट्राई नै गरेर आइरह हो नि त होइन। आई थिङ्क लाइक यो समयमा हामीले यत्रो धेरै मेहनत गरेर हाम्रो चलचित्रलाई विश्वमाझ पुऱ्याएर
एउटा वाह-वाह पाइसकेको छौँ होइन। एउटा सबैलाई गर्व गर्ने विषय पनि बनाइदिएका छौँ। हामी त एकदमै खुसी छौँ। तर यहाँ जसरी अडियन्सेसहरूले जसरी रियाक्ट गर्नुभएको छ, अब रिलिज भएपछि नि गर्नुपर्यो। हजुरहरूले फिल्म हेर्नुपर्यो, राम्रो लाग्यो, राम्रो भनिदिनु पर्यो। किनभने त्यो नभन्नुन्जेलसम्म अरू मान्छेलाई राम्रो नराम्रो थाहा हुँदैन होइन। सो राम्रोलाई राम्रो भनौँ, नराम्रोलाई नराम्रो पनि भन्न पाएँ, अर्को पालि पनि भन्नु पाएँ। तर एकचोटि हेरिदिनुहोस् कि एकचोटि किन चाहिँ यो गौरव गर्ने विषय भएको रहेछ बुझ्नको लागि पनि होइन। र विषयवस्तु कथाहरूले पनि सबैको मन छुन्छ जस्तो लाग्छ। हाम्रै समाजका कथाहरूलाई नै हामीले प्रस्तुत गरेको छौँ जहाँ हामीले हामीलाई पाउन सक्छौँ। सबैजनाले फिल्म हेर्नुहोला। एकदमै राम्रो दिन कृष्ण जन्माष्टमीको दिनमा हामीले हाम्रो कृष्ण हलमा राखिरहेछौँ। हेरिदिनु भन्न चाहन्छु। Alright, thank you so much, Anup, and all the best for your movie ko lagi, थ्याङ्क and यू। all the best for Oscars. Thank you. आई थिंक आई विल सी यू इन टोरन्टो। Sure. Okay.